काठमाडौँ जिल्लाको दक्षिण भेगीय क्षेत्र फर्पिङ नामले सुपरिचित क्षेत्र हो। दक्षिणकाली गाविस, शेषनारायण गाविस, सेतीदेवी गाविस, टल्कु गाविस, चाल्नाखेल गाविस र छैमले गाविस गरी 6वटा गाविसमा विभाजित यस क्षेत्रको ऐतिहासिक नाम शिखरापुर हो। किम्वदन्ती अनुसार हाल टेकुमा रहेका पचली भैरव सनातन कालमा फर्पिङका राजा रहिआएका थिए र उनैले यस क्षेत्रलाई शिखरापुर भनी नामाकरण गरेका हुन्। फर्पिङ क्षेत्र एक भौगोलिक, प्राकृतिक, सांस्कृतिक रूपले सम्पन्न तथा एक ऐतिहासिक नगरी पनि हो। उत्तरमा कीर्तिपुर, पूर्व तथा दक्षिणतर्फ ललितपुर जिल्ला र पश्चिममा मकवानपुर जिल्लासँग सिमाना रहेको यस दक्षिण भेगीय क्षेत्र फर्पिङ 6वटै गाविसलाई समेटी कुल 40.82 वर्ग किलोमिटरमा फैलिएको छ। लगभग 25,000 जनसङ्ख्या रहेको यस फर्पिङ क्षेत्रमा तामाङ, नेवार, क्षेत्री, ब्राह्मण तथा मगर जातिको अधिकांश बसोबास भएको पाइन्छ। तर पनि तराईदेखि हिमालसम्मका सम्पूर्ण जात जातिको केही न केही हिस्सा बोकेको यस क्षेत्रले आफैलाई 4 जात 36 वर्णको एक पृथक फुलबारी बनाएको छ। यस क्षेत्रको सदरमुकाम फर्पिङ बजार हो, जुन दक्षिणकाली गाविस तथा शेषनारायण गाविस अन्तर्गत पर्दछ। भनिन्छ काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो बजार र व्यापारको सुरुवात पनि यहीँबाट भएको थियो। कतै पहाडी, कतै समथर त कतै उपत्यका झैं लाग्ने यस क्षेत्रको मुख्य कृषि बाली गहुँ, मकै, धान, तोरी आदि हुन्। सालाखाला पहाडी क्षेत्रमा उब्जनी हुने सबै अन्नबाली तथा फलफुल यस क्षेत्रमा पाइने भए तापनि यस फर्पिङ क्षेत्रको अत्याधिक प्रख्यात फल भने नास्पाती हो। बाह्रैमास जताततै हरियाली देखिनाले यस क्षेत्र सदाबहार रूपमा मनमोहक रहिरहन्छ। उल्लेख्य वन पैदावार रहेकाले यस फर्पिङ क्षेत्रमा अथाह जलस्रोतको भण्डार रहेको छ। सातमूल क्षेत्र, नौमूल क्षेत्र तथा श्री शेषनारायण परिसरमा रहेको मुहान यस क्षेत्रका मुख्य जलस्रोतहरू हुन्।
यसै जलसम्पदाको सदुपयोग गरी विक्रम सम्वत 1968 सालमा तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरले नेपालमा नै पहिलो जलविद्युत गृह चन्द्रज्योति जलविद्युत गृहको निर्माण गरेका थिए। तर हालको लागि उपलब्ध जलस्रोतलाई खानेपानीमा उपयोग गर्नुपर्ने भएकाले जलविद्युत गृहको नियमित सञ्चालन बन्द गरिएको छ। हाल यस जलसम्पदालाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड मार्फत उपभोक्तामा वितरण भई लाखौं मानिस लाभान्वित भइराखेका छन्। साथै सिँचाइ तथा अन्य प्रायोजनमा पनि यस सम्पदाको पूर्ण सदुपयोग भइराखेको छ। हिन्दू धर्मावलम्बीहरूकी आस्थाकी प्रतीक श्री दक्षिणकाली माताको मन्दिर यहाँको मुख्य आकर्षण हो। आदिशक्ति श्री दक्षिणकाली माईको सम्पूर्ण हिन्दू धर्मावलम्बीमाझ ठुलो आस्था पाइन्छ। नेपाल तथा छिमेकी मुलुकका लाखौं भक्तजनहरू वर्षेनी दक्षिणकालीको दर्शनार्थ पुग्ने गर्दछन्। बडा दशैं पर्वको नवरात्रि अवधिभर यहाँ भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ। त्यसो त वर्षभरि नै यहाँ दर्शनार्थीहरूको भिडभाड भइरहने गर्दछ। इतिहास अनुसार नेपाल सम्वत 744 मा कान्तिपुरका राजा प्रताप मल्ललाई सपनामा आई श्री दक्षिणकाली माताले आफ्नो मूर्ति स्थापित गर्न भनिन्, तर प्रताप मल्लले त्यसलाई त्यति वास्ता गरेनन्। पछि दक्षिणकाली माई कुमारी कन्यामा प्रवेश गरी उनको अप्रकाशित रूपलाई मूर्तिमान गरे। ऐश्वर्य प्राप्ति हुनुका साथै देशमा सङ्कट नआउने भनेपछि अब त मूर्ति स्थापना नगरी भएन भनी मूर्ति बनाउन लगाएका थिए। निर्मित मूर्ति फर्पिङकै गोरखनाथ डाँडोमा प्राचीन कालमा सो उत्पत्ति भएकी उनैको मूर्तिसँग दुरुस्त मिल्न गयो। मूर्तिको तेज बढ्न गई मानिसले थेक्न नसक्ने हुँदै जाने भएपछि राजाका आदेशमा तत्कालीन दरबारका पुजारी लम्बकर्ण भट्टले बृहत साधना गरी उक्त मूर्तिलाई चपाचो थुम्कामा खाडल खनी घोप्टो पारी राखेका थिए र 6 हात भएकी श्री दक्षिणकाली माईको अर्को मूर्ति बनाई उद्धारवती र पूर्णवती नदीको बीचमा स्थापना गराएका हुन्। हिन्दूहरूका महान आस्थाका प्रतीक 4 नारायण मध्येका एक नारायण श्री शेष नारायणले पनि यस फर्पिङ क्षेत्रमा वास गरेका छन्। शेष नारायण गाउँ विकास समितिमा पर्ने यस मन्दिरमा वर्षको हरेक हरिबोधनी एकादशीमा ठुलो मेला लाग्ने गर्दछ।
यसबाहेक हरेक महत्त्वपूर्ण एकादशी, विविध अवसर तथा वर्षभरि नै यस शेष नारायण मन्दिरमा उल्लेख्य भक्तजनहरूको उपस्थिति रहने गर्दछ। यो गोपालेश्वर महादेवको मन्दिर हो। यहाँ सत्यकालमा माता सतीदेवीको एक पीठ पतन भएको मान्यता रहिआएको छ। शिवरात्रि लगायत विविध अवसरमा यस मन्दिरमा श्रद्धालुहरूको बाक्लो उपस्थिति रहन्छ। अति नै पुराना इतिहास अनि महत्त्व बोकेका मन्दिरमध्ये वज्रयोगिनी मन्दिर यस फर्पिङ क्षेत्रको अर्को महत्त्वपूर्ण मन्दिर हो। यिनी सम्पूर्ण बुद्धहरूका आमाका रूपमा परिचित भई यहाँ अवस्थित छिन्। त्यस्तै वज्रयोगिनी जात्रा, रोपाई जात्रा, कार्तिक नाच तथा गाई जात्रा आदि विभिन्न सांस्कृतिक धरोहरले फर्पिङ वा शिखरापुर नगरी सुसज्जित र विशिष्ट रहेको छ। साथसाथै मनोकामना, महालक्ष्मी, गणेश आदि विविध देवी देवताको बासले यस फर्पिङ क्षेत्र निकै बेजोड रहेको छ। मन्दिरै मन्दिर, सजिएको बस्ती र सुन्दर भू बनोट हुँदाहुँदै पनि बौद्ध धर्मावलम्बीहरूको उल्लेख्य बसोबास अनि सुन्दर, शान्त र आकर्षक गुम्बाहरूले यस फर्पिङ क्षेत्रको सुन्दरतालाई थप बढाएका छन्। दक्षिणकाली क्षेत्र सुन्दर
प्राकृतिक र शान्त क्षेत्र भएकाले पनि अधिकतम स्वदेशी तथा विदेशी बौद्ध मार्गीको रोजाइ बन्न गएको हो। सहरी कोलाहलदेखि टाढा रहेकाले पनि यस क्षेत्र आफैमा शान्त रहेको छ। अझ यहाँका गुम्बाहरू र भगवान गौतम बुद्धका प्रतिमाहरूले स्वयं बुद्ध भगवानको साक्षात उपस्थिति रहेको भान गराउँदछन्। यहाँका लगभग 2 दर्जन भन्दा बढी निकै सुन्दर बौद्ध गुम्बाहरूले यस फर्पिङ क्षेत्रलाई स्वर्णिम र स्वर्गीय बनाएको छ। उत्कृष्टतामाथि उत्कृष्टता, विशेषतामाथि विशेषता अनि सुन्दरतामाथि सुन्दरता रहेको यस फर्पिङ क्षेत्रको बयान गर्नु प्रत्यक्ष अवलोकन गर्नुभन्दा सदा कम नै हुन्छ।